सर्वप्रथम कञ्चनपुर 2बाट मलाई निर्वाचन गराउनु हुने र देशमा 2/3 बलियो सरकार निर्माण गर्न जनताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आज म माइनोरिटीको कुरा गर्न चाहन्छु, जुन संख्या मात्र होइन, राज्यले नसुनेको आवाज हो। मेरो निर्वाचन क्षेत्रमा सीमान्तकृत राणा थारू समुदायहरू छन्, तर उनीहरूको प्रतिनिधित्व यो सदनमा छैन। म त्यसका लागि माफी माग्न चाहन्छु। म राणा थारूको छोरा होइन, तर राणा थारूको छोरा भन्दा कम जिम्मेवारी हुने छैन। भोट माग्न जाँदा मैले भनेको थिएँ, जाचोटी घन्टीमै भोट डरियो। आज यो गरिमामय सदनमा भन्न चाहन्छु, म यस्ता माइनोरिटीमा परेका समुदायका लागि सधैँ आवाज उठाउनेछु। प्रतिनिधित्व नभएको ठाउँमा नै न्यायको अभाव पूरा गर्न म यहाँ आएको। सभामुख महोदय, कञ्चनपुरकै बेलौरीमा वैशाख 9 गते रहस्यमय तरिकाले जलेको अवस्थामा भेटिएको हरिकिशन राणाको घटना अत्यन्तै रहस्यमय छ। परिवार र स्थानीय समुदायले लामो समयदेखि निष्पक्ष छानबिनको माग गरिरहेका छन्, तर आज चैत सकिन लाग्दा समेत यो घटनाको सत्य बाहिर आएको छैन। 1 वर्ष हुन लाग्दा पनि दोषी नभेटिनु, ढिलाइ हुनु न्यायमाथिको अन्याय हो। त्यसैले म यो सदन मार्फत जोरदार माग गर्न चाहन्छु कि यस घटनाको यथास्थित र निष्पक्ष छानबिन होस्। दोषी जोसुकै भए